통일 자료를 자이리핑 अनि मेमेउ सपोर्टे दुनिया थी सङ्घ संस्था देशी हनेबम राजधानी लगायत सकलयाको जो जलपा थौठो ज्याजोले जिम्त हनेज्या याना तस्को जिम्त सम्मान बिउ यी तस्कन लेता तो छौकटौँ यको खन ल्याउ सबै बारे थ भू देश हुर्केजु देश शिक्षा ठने खयो सूर्य शिक्षा ध्यामल पिने याउ देशे चोसा याबले निनिए रेथे लुमनिउ ठ्याराउ ठौ देश जेतन ठौ छे जेतन ठौ म्याच जी डाटे ध्यामल लासा 14-15 वर्ष उमेर लिपा सकुडेसे अपोचने मखम एसएलसी जाँच बिए दुनियामै ढामा ये चुने उतरा आइए बिए अथवा ये ने होने क्रमे ये जुसान सको उली तापा मजु यिनी अथवा चाहिँ पिरि चानी अथवा नख चखेले ढाले मोइ चाहिँ तर गमले न यी तकको चोनी प्लेन सुजिया चुनी राखले जिउ नुगले सपोर्ट दिए यी देशले घुम्न चाहिँ तेरा जना जी जान ठेको कोचिङले झ्यापे कल्पना आयो सुजि राखले जिउ इटाको जिउ ठुगु जिउ गुवागु जिउ नुगले अफिजिया थिन जब जी विदेशमा नेदरल्यान्ड जी टड चनेमा अवस्था जल थौ रिसर्च सिलसिला जाय सिलसिला जी टड चना अरे जिपिन चने छौ ठ्याडो युनिभर्सिटी गेटो अपार्टमेन्ट बिल्डिङ के चन्सले अले झालम साथी जी झ्यापे कल्पना सुजि राखले जी ठन सको देशे गु नेदु को झालम सेवले खनि दृश्य मुंगी दागु गुले कौशी सेव ठुगु अटपा चाहिँ गुवागु मतलब जिन ढाट्लो छुट्याले विदेशी सुन ढाउनु थौ मान्ने थौ ठ्या म्या सुनानो लोमके पनि उखठन जिउ हृदय जिउ चाहिँ नुगले छाप जेजौं को ठ्याक खेतला जिउ सभाय हामा थिङ पीएचडी यो विषयन तो सकुडेसिया कया सकुडेसियो चाहिँ हरेक पक्षिया त कया चाहिँ जिउ थौ किताब ठन जिउ जनानो वइदु वो आपण रिचर कम्पोजिसन अफ साफुरेका पिडन्सा लिपावया रिभाइज एन फेटर चाहिँ द सेक्रेट टाउन अफ साफुरेका चाहिँ जिङ तिकानडु ठोसपुटी ठनेउ आर्थिक सामाजिक पक्ष ठनेउ भूम ठनेउ जंगल ठनेउ यो डीबीपी अरे ठने टुवा बाहा ठनेउ वाका अरे ठने इतिहास किम्बदन्ती जात्रा पर्व नख चख लगायत चाहिँ गुठी गाना नापर दु गुठी गाना मर्याउने नुको गुठी गाना थिपिन फुक्कै बारे चाहिँ विश्लेषण याना चाहिँ छौकटम सपोटेसियो के अनेक खडु कारण याना अक्सफोर्ड युनिभर्सिटी प्रोफेसर डेभिड गेलमेरन फिट छौकटम इन्साइक्लोपीडिया सबै एउटा ध्यानोवेको दैदिन ध्यानले जिङ को या कों यु लागि तरौं सौभाग्य खत के खोज्या जिङ थनो किलो 1 वर्ष कि याना अरे अप्पो याना जिङ नेदरल्यान्ड चना को नेदरल्यान्ड लेइडेन युनिभर्सिटी चना याना हो तो पृष्ठभूमि जिङ त्यसरो कारण छुर्याले सकुडे जु नुगले न्याप्ने देजौं तो किताब पिक्यारका जि हानमेउ रिसर्च सिक्किमे उना याना सिक्किमे नेवाटे बारे याना अथवा चाहिँ गब्ले जी नेपाल डेमोक्रेसी बारे चाहिँ रिसर्च याना गब्ले अन टिचिङ याना तर हामीले न जिउ नुगले चाहिँ छुट्याए सपोर्टे दे सपोर्टे बाना सजु सपोर्टे भिसा जु सपोर्टे से चाहिँ ठेस सजु एज सजु खेतला छिकपिसन सिएजी नाजो मदन गोपालन हेतन फ्रेन्डसप साथु पाके थन ठिठी देगत दुनेउजा रिनोभेसन यात जल ओजे जी अनचना फु वालिया खौन छौ बेउ सौ वालिया खठोया जी रिसर्च सिलसिला अन चोनचै जी बजरगिन यो देगो धोनेउजा मार्यो देगो धोनेउजा मार्यो देगो पाटा जी का दुन हो खय खक आहन देखला तस्क बात अठे छिक्सन न तिने खने जी वो इनला टोले मु देगो छौ ठाथे छिक्सन खने जी वास्तव जु जी वो देगो नापाइ छिक्सन खङ गर्ने छौ तलाय देगो देगो ख यको स्या चाहिँ सिउ एक तलाय देगो देगो तर जी चाहिँ मस्तबले सुनिना टाइम रहेको 90 साल यो भुखा बोलते न्यू तला जे छु मुगे
अहिले जिउ मने झ्यामेङ सोनिरहेको ए 90 साल भए कन्डिसनै भयो हेड पुसा झिउ टुवायो अथवा झिउ देश हो भर्चिसासँग संस्कृति हो इज्जत हुने अहिले कहीँ राख्नु चाहिँ जी वो अने डट्ट फल्चा सरावट फल्चा टिपी भने सिडे हुए का इंग्लैंड भने देखे पुसा जिउका चाहिँ प्रयास छैन छुन जी नेदरल्यान्ड संस्था अस्ट्रेलिया संस्था अहिले जिउले तो भुकाबु इलेक्ट्रकन जी वर्ल्ड लेभल अर्गनाइजेसन या छम नाय हिसाबमा ठनवेबले भूकम्प पीडित ठिठी सहयोग या ज्यादा पनामो सुम भट्टी जाति भयो उकिन लाइबिया ठुकन ठाउँ जिसं खनाजना इनलाटोले छौ जिउ नेवा संस्कृति त झल्के दुई न्यू त ये जेको आनन्द भाषा हो 90 साल यो कम्पिटिसन दिबे जुको तर लिपाइ पिसं मसिउ संस्कृति जिसं खनाजना ठुकन जिउ देशे तो जिन्जना चोना आएमो मेयर बाजु उपमेयर बाजु अरे वेको सको देश पाखे चाहिँ प्रतिनिधि यान्छ कि वडा चाहिँ पिन ठनै संस्कृति या चाहिँ गोकटम वाक्य सको यो चाहिँ नेवा संस्कृति या चाहिँ गोकटम बालाकटे ढकाते वेको भी एकदम चिन्तित जिया चौडा जिन्जना राधा कृष्ण चाहिँ उकु देख्यो लागि विष्णु न अथे मेमो ठुलो चाहिँ ढडी देख्यो लागि मेयर बाजु उपमेयर बाजु पिसन उकठे चिन्तन यान्छ मुरा जिन्जना टस्क लेटा आठौं भुखा बया प्लस 10 जो झिउ देशे निखा पेखा नेवा पहरम छेद खरे रुपले दिरो मन टस्कन लेटा ठनवे खना खम ठुकन थले संस्कृति भरिपूर्ण झिउ देश आज जिम छपुजा पे मेउ खन नेथने झिउठो पृष्ठभूमि आयो पृष्ठभूमि को नेवाटेको चाहिँ संस्कृति नेवाटेको चाहिँ गुठी गाना नेवाटेको चाहिँ तो सभ्यता लिच्छवी काल लिसे मल्लकाल ठकुरी काल अहिले सहकार्य न उठिकै चन्याउ झिउ संस्कृति झिउ कला झिउ सभ्यता ठो सभ्यता यो चाहिँ ठाउँ ठयोको सङ्कटीय अवस्था चाहिँ खनामा आ झिउ सको देशमा लासा चारैतर्फ आ घन झिसन चाहिँ पिने चोल लासा ठठाकाउ चाहिँ कङ्क्रिट बिल्डिङ त खनामा झिसन ठो ढापा झिउ पुर्खापेसन चाहिँ गएको ठाउँ चाहिँ ठो उपत्यका यो चाहिँ कल्पना याना यी सुनिगो यी येलो खोप अले सको पाङ्गा नगाम ठिमी किपु अथवा नाला थे विभिन्न ठासे वो ढाकेला छुराएर चाहिँ छठाएको फुक्क मनु मचोसी सैटेलाइट सहर ढकाते आगो छिपिस शब्द यहाँ चमुदै उकियो अवधारणा उपले मल्लकाल चाहिँ न लिच्छवी काल लिसी थन चाहिँ झिउ पुर्खा देश सोचेना वो उपले चाहिँ थन चाहिँ छले फुक्क यहीँको खोपेको चोने मैले ढका चिचिरौँ सहर त सैटेलाइट सहर त चाहिँ ढेका वो ढेका अहिले झिसङ खनाथाना नेवा बस्ती गथे जिल्लाले छौ सहर दे अहिले सहरीय जख चिरौँ तरौँ खुसी त दे अहिले चाहिँ भर्रा चाहिँ सेट आठौँ 16 लासा हरेक ठासे झिसङ खनाथाना सको देश त कुन ठाउँ अतिक्रमण जिल्ला सको देश चाहिँ मुद बचिरहेको चाहिँ कंक्रीट बिल्डिङ त ठानाउ खन झिसङ सोचेने माल्दुङला हेले उपत्यका यो काठमाडौँ यो चाहिँ यहीँको खोपला 10 जिल्ला अन चाहिँ जापुटेसन हापो चाहिँ गो संसारी उत्कृष्ट कृषक चढाएको नेपाली जापुट इन्सन चाहिँ गो उत्पादन यही तरकारी त मेन्यु देशमा चाहिँ नमुना रूपे जेछौँ ठाउँ चाहिँ गो जापुटेसन चाहिँ पूजाकोटा छेद फुक्क चाहिँ घुम्द फुक्क मिया पिनेलो वो पिन्द चाहिँ छेदके बिरुसिनी काठमाडौँ सहर आ चाहिँ गयो जिल्लाले त्यसौँ स्विमुठयो टजाउ ठासम्म 16 लासा खाली कङ्क्रिट चाहिँ भई बराउ सुय चाहिँ उब्जाउ भूमि मरेको सुय हरि ठो चाहिँ सीमा त भूम त मरुपट्टि चाहिँ कङ्क्रिट चाहिँ छौ डल्ला आ हन नारायण छ न आउटर रिङ रोड म्युसु नारायण चाहिँ झिसन चाहिँ ठुलो चाहिँ आटो 2,68,000 र 20,000 रोपनी जग्गा चाहिँ पोखरासे चाहिँ बन्दै आएन अनि हामी चाहिँ काठमाडौँ उपत्यका चाहिँ पेमु न्याउ चाहिँ सैटेलाइट सहर देख्यो गन देख्यो सबै सैटेलाइट सहर गन देख्यो सोचा ठुकु गु ऊर्जा भूमि बाँकी गो फुक्क चाहिँ अन चाहिँ हामीले मेउ कङ्क्रिट त्यो चाहिँ छौ यस मेउ छौ चाहिँ देख्यो अहिले कति कल्पना ठाउँ यहाँ छौ ठो चाहिँ योजना त्यो चाहिँ छुर्काएर युवाले पनि इन्सन चाहिँ ठुक भूमि थोड़ा उपत्यका चाहिँ जम्मा भूमि कचौरा आकार चाहिँ भूमि बिल्डुराले 2200 किलोमिटर जम्मा ओढा मतलब तस्कन चिरौँ ठ्याप फ्री चिरौँ ठासे चाहिँ ठाउँ हाना चाहिँ
सिको चाहिँ छिराले 3 लाख 4 लाख 5 लाख म्याक्सिमम चाहिँ उपत्यका जनसङ्ख्या ठाउँ जनसङ्ख्या 50 लाख 60 लाख उक्यो छिराले आज सोच हिँडा हिँडचना चाहिँ धेरै पुग्नेछु झिनिसँग लौ टका नम्बर बिमको अहिले बागमती थियो पवित्र खुसी राई विष्णुमती थियो खुसी राई सोल्लासा खिट स्वे न तनै हनुमान के दुर्गन्धी जीव कठन चाहिँ जीव त्याले तिमसन छु कल्पना छ चाहिँ सट्याइट सहर गर्दा अनि मेउ चाहिँ सबै मेगा सिटी सुङ्गु सहर चाहिँ छठाको यहाँ येलो खोको चाहिँ छठायो अथवा मेउ चिचिराउन सक्नु न अनि वाक्य अनि चाहिँ मेगा सिटी दियो अहिले उपत्यका हाम्रो चाहिँ 1 करोड जनसङ्ख्या थियो ठीक छु 1 करोड जनसङ्ख्या थिंका फुकसित चाहिँ माओ कठोइ चाहिँ लयो व्यवस्था भयो व्यवस्था फुक व्यवस्था या पुस्ता थियो तर रु जनसङ्ख्याले छुयाको ठाउँ सकुडेसे जुने किसम लयो छौ कल्पना के नाचा लाटका सुना पखना छ यो कल्पना हामीले सुनिरहेको थिए नेदरल्यान्ड देशे चुन्छौँहरु अहिले आउन चाहिँ न्याउटले छेउ चाहिँ गुणटले 20 तला जुसन 25 तला जुसन 30 तला जुसन ल 24 घण्टा न्यान्नु वो ल हिटिन त तपाईको टोले पुलिस अठे थजो कम से कम ये खोपे जी मुक्सान सबको देशे थजोका चाहिँ जी छौ कल्पना हैन ठन चाहिँ खाने पानी परियोजना छौ ढाका अने चाहिँ छौ यो आइएनजिओ पाके बढी थिबा न्यू सोंगु साल त कने जिउ हया यी बात इन्सन का छिउ चाहिँ अझै सिमर ढाका चाहिँ वाली त उली इन्ट्रेस्ट मकार तर सौभाग्य ख दिनेना आ चाहिँ ठन सरकारले सुनसुन वाली तो याउ नगरपालिका न इन्ट्रेस्ट तया चाहिँ वालियान चौलु जिउ इच्छा रहेछ हामीले थोर सबको देशे न युरोपे थे तपाईको चिज चाहिँ हिटी ह्याकर गर्नु आज खना खना चुनाव प्रत्येक छेका चाहिँ छौ पम्प वाटर पम्प वो वाटर पम्प डाक्टर नेपाली उत्पादन चिज खरा बहुत चाइना इन्डिया छौ मन चाहिँ के चाहिँ दोची निरो 16 13 न्यारो लगाइयाला ठौ चाहिँ काठमाडौँ उपत्यका सोल्लासा प्रत्येक छेका वाटर पम्प अनि चाहिँ ट्याङ्की प्लास्टिकको ट्याङ्की ठुली अरब खरब चाहिँ बेफाके खर्च दिन्छ ठुलो के चाहिँ थियो आवश्यक सेक्टरको कम से कम सबको देश थियो चाहिँ शिक्षण उठासे जिसको या म पिरा खमरु आशाडु आयामो मेयर बाजु थन जको मगु जुगामेन ठु कठै कल्पना छेखा चाहिँ तल टको चाहिँ पम्प टेमको ट्याङ्की टेमको 24 घण्टा सुच्छल चाहिँ टुङ्क्यो व्यवस्था काट्ने जिरेका भिङ आशा हैन अलिक छौ न्यू नाच घिस्यो सन्दर्भे ठौं नेवा भए तनाउ नेवा भए मलाउ सन्दर्भे झिसौ सिउ जिबी मस्त बले तक सकुदेसे अथवा चुगामी अथवा टेना खेले तक न नेवा भए चले खेटे सन तक न स्कुले वेबले नेवा भए लाई वो गेजे आथे वो गेजे तनाउ आ खेतला मामु पिसन छमुनि मुसिया उलेन खेबा तर छौ यो सीमित परिवार अले वो सीमित परिवार नेवा भए खेबा लाग्छन् इन्सन चाहिँ पिने सक्ने नेवा भए तर आयो अवस्था गरिसक्दाले छेखा चाहिँ न्याय मामु बिजम्बा अब के मूल कारण चाहिँ मूल जड चाहिँ झिमिउ इलेक्ट्रिकको चाहिँ एक कक्षा लिसिङ मकुसान दबी 5-6 कक्षा लिसिङ 10 कक्षा तक चाहिँ न्याय बोल्ने अवस्था छौ सब्जेक्ट चाहिँ संस्कृत बोलेको न्याय बोल्ने चाहिँ हामीले जिन्सन न्याय कया बना अहिले चाहिँ एसएलसी 9-10 कक्षा चाहिँ ओरिएन्टल ल्याङ्ग्वेजका चाहिँ खेबा के न्याय कया अहिले वो इले चाहिँ क्याम्पस चाहिँ हरेक क्याम्पस चाहिँ सन सहयोग याके चाहिँ विद्यार्थी नेवागा पढिदिनु आवे चाहिँ सोल्लास भनन क्याम्पस चाहिँ नेवागा पढिदिनु यो 10-20 जना वन चाहिँ जबरजस्ती गर्नु फुक्कै कारण छ के शिक्षा नीति नेपाल चाहिँ सरकारी शिक्षा नीति 28 साल नयाँ शिक्षा लागू छ र उपत्यकाले 30-32 साल चाहिँ हरेक स्कुलले चाहिँ नेपाल भाषा बोल्यो कि कम्प्युटर साइन्स बोल्यो अप्सन म्याथ भने कि नेपाल भाषा बोल्ने ठयो कठयो चाहिँ छौ षड्यन्त्र पूर्णरूपले एकदम चाहिँ भाषा नेवा भए लगायत चाहिँ मिल्यो खेलाजको देख्यो यो फुक्क भए चाहिँ स्याउ कठयो चाहिँ नीति सरकारले लाग्यो आठोस लाग्यो या धिरोले नेवाटर मान्छौ फिल्मसी वर्ष दिन नेवाटर 30 वर्ष पञ्चायत कालबाट राणा काले चाहिँ सिद्धिदास महाजु बिलबाट बौद्धन काले चाहिँ भटिभटी छु स्वतन्त्र भयो तर पञ्चायत काले 30 वर्ष थियो भाषा दबाई यातन रह्यो अहिले चाहिँ बौद्धर वे उनका चाहिँ नेवाटे छुन्जिरा जसु बौद्धलियो लागि चाहिँ नेवाटे चाहिँ गुली सहित छ काठमाडौँ उपत्यका खोपे सहित छ केटीपुरे सहित छ येले सहित छ अहिले नेवाटे पुक्क डनावर का नेवाटे पुक्क डैसी चौकट बौद्धर भन्ने नेपाल बौद्धर वेका चाहिँ नेवाटे भाषा अधिकारले नेवाटे ठाउँ भए चाहिँ अफिस अदालतले चलाइले तर वो मजल
झिउ चाहिँ संविधान चाहिँ 1990 चाहिँ संविधान बोल 46 साल संविधान बोल वो संविधान छिटो छाउन अहिले चाहिँ आफू ठोक व्यवस्था मैत्री रहेका थिए फुक्क जनता डना चाहिँ माओवादी आन्दोलन ताके चाहिँ इन्सन चाहिँ नारा कि जातीय स्वायत्त जातीय चाहिँ आत्मनिर्णय अधिकार देखि चाहिँ सङ्घीय व्यवस्था हेरेका नारा इम्सन नेवार साथ बिल तर इम्सन आवे चाहिँ छुखन भए इम्सन छिटो छुन स्वायत्त एउटा छुखन जातीय स्वायत्त एउटा छुखन जो भाषा अधिकार त गर्न छुन नेवाटे चाहिँ संविधान स्वर लासा भुली बिजमा के चाहिँ खस आर्यका उल्लेख खस आर्य दुनियाँ के दुनियाँ जातिको छुकै उल्लेख छेत्री ब्रह्मु ठकुरी अहिले चाहिँ 10 नामी सन्यासीहरूका चाहिँ 6 जाति 6 इमित हाले खस आर्यहरू 6 जाति वो चाहिँ वास्तव खसको आर्य अलग अलग एसआरडीपी न्यू समिति हिसाब अथवा चाहिँ छु हिसाबमा उकरण चाहिँ 6 जाति दुनियाँ चाहिँ थुरी जात टकट उल्लेख तर नेवार उसो लाग्छ न भाषाको उल्लेख छ न नेवार जातीय नेवार उकले चाहिँ खस आर्य उल्लेख यानि चाहिँ नेवार उल्लेख गर्न नेवार फुक्को जातीय नाममा सरकारले चाहिँ समान व्यवहार या गर्छ नेवार खस आर्य भन्ने नेवार 6 जाति नेवारी दुनियाँमा 19 जातहरू कोडेहरू दमाई जुगेहरू नेहरू श्रेष्ठहरू ठुलाडहरू फुक्को गरेछ जीवलाई देखाएको मत हामीले ठुँ चाहिँ बहुदल या गणतन्त्र उयोहरू कारण नेवार चाहिँ भाषा अधिकार हुन्छ त्यो भाषा अधिकार नबिउ कारण यो ठाउँ चाहिँ जिउ भाषा त्यहाँ बहुत होला मत ले मामु विश्व ट्राइकल लाग्दै आफ्नो अफिस नै छिरे मैले अदालत नै छिरे मैले स्कुल नै छिरे मा भ्याट छासी मस्त का बसी आफ्नो जुजुन आज घर चाहिँ सबैले चाहिँ ठ्याक्क सोल्ड गरेर चाहिँ जिउ यो 99% 100% सेन्स चाहिँ नेवार भएको छ आज सुन्न मस्त पिने खन्दा छ सुनामा नेवार हुन्छ हामी गयो अवसर को अवस्थाको लागि चाहिँ गभर्मेन्टले नीतिको लागि चाहिँ मेयर वाजपेयी लगायत उपलगेजीमाहरू आरा जिन्जना निरामुख शिक्षा अधिकार स्थानीय गभर्मेन्ट स्वायत्त चाहिँ त्यहाँ अधिकारहरू चाहिँ नगरपालिकाले साँच्ची हुन् कृषिको नगरपालिका नाप्लाना येलोयर मेयर चिरिबाउ नाप्लाना उयोको बिटना चाहिँ जिम्सन छु अनुरोध शिक्षा अधिकार भएको नगरपालिकाले कमसेकम नगरपालिका याको तत्कालीन याको सरकारहरूले स्कुले 6 कक्षा चाहिँ 12 कक्षा तक चाहिँ नेवा भएको टिचर नियुक्ति याद अहिले चाहिँ 6 सब्जेक्ट चाहिँ स्थानीय भाषाहरू तामाङ भाषा नेवा भए टिपिन चाहिँ छुट्याएर फुकसित चाहिँ 6 भनौँ बुङ्गे छाया छ ठाउँको भ्याएको छिमेकी त्यो भ्यान सकेको तामाङ भ्यान सकेको गुरुङ भ्यान सकेको तर तत्कालीन छेउठाउनु चाहिँ सबै परिस्थितिहरूले तामाङ भ्या खेमाएर चाहिँ अनिवार्य भुलिएमा आउँछ र नेवा भ्याएको तामाङ भ्या चाहिँ फुक्क मस्ते चाहिँ सिनियर कठिन चाहिँ टिचरको नियुक्ति ज्ञानवेल लासा ठाउँ यो चाहिँ 10 वर्ष निपा छिटो लगेछु मामु पिसङ खेमा राख्यो जब सोइमगु तामाङ भ्या तामाङ भ्या राख्नु सही नेवा देशन नेवा भ्या राख्नु सही ठट्टो लासा छेउ भाषा पछि सिमगु जी ठाउँ खन्ता या मतलब हिजो